यो हामी अहिले एकदमै सुन्दर झरनाको मुनि मजा लिइरहेका छौँ। यो धेरै अग्लो झरना छ यहाँ। सुन्दर झरना सुन्दर झरनामा हाम्रो यो ग्याङ घुम्न आइरहेको अवस्था छ। यो हाम्रो सानो भाइ एकदमै परिश्रमी, एकदमै ज्ञानी, 11 क्लासमा पढ्दै गरेका जेन्जी युवा होइन। भाइको नाम के पो थियो साँच्चै? उत्तम गौतम। यता हेरेर भनिदिनु पऱ्यो नि त, के अरे? उत्तम गौतम। धन्यवाद। हाम्रो अर्को सानो भाइ, अर्को जेन्जी पनि आइपुग्नु भयो यहाँ। उहाँ जेन्जीको नाम के हो? छोटा जेन्जीको नाम के हो? छोटा जेन्जी ल। अब उहाँ हाम्रो विमला दिदी पनि यहाँ झरनाको मजा लिन आउनु भएको छ। हामी चाहिँ यहाँ चितवन नामला आइरहेको छौँ। नामला आएको बेला एकदम रमणीय स्थल झरनाको मनोरञ्जन लिइरहेका छौँ। यहाँ हाम्री बुहारी नानी पनि हुनुहुन्छ। उहाँ बुहारी नानी दाजु दिदी बुवा सबैजना आउनु बसेर हाम्रो चिकल झरनामा रमाइलो तरिकाले घुम्न आएका छौँ। अनि हाम्री छोरी नानी अनि त्यसपछि हाम्रो यहाँ दादा ब्रदर पनि हुनुहुन्छ, राजकुमार ब्रदर। उहाँ पनि हामीलाई झरना देखाउन, यहाँको रमणीय वातावरण देखाउनको लागि हामीलाई ल्याउनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद भन्दै यो हेर्नेहरू सबैजना आउनु होला। यो चितवन चैनपुर नगरपालिका चितवन वार्ड नम्बर 2 को यो युगल झरना हो। यो युगल झरना धेरै रमणीय छ, राम्रो छ। यसको हाइट लगभग 100 मिटर छ र तपाईँहरू देख्ने जतिले पनि यसलाई राम्रो, यसको संरक्षणको लागि तपाईँहरू पनि घुमफिर गर्न आउनु होला। ल। उहाँले यो पर्यटन प्रवर्धन गर्दै आफ्नो ठाउँको भोलि गएर राम्रो सुन्दरता बढोस् भन्नेका खातिर तपाईहरूले पनि यो ठाउँमा घुम्न आउनु होला। साथै हाम्रो मेरो साइलो मामा पनि यहाँ भिडियो खिच्ने क्रममा हुनुहुन्छ। मामा प्रणाम गरेँ है मैले। ल। मामाश्री पनि त्यहाँ हुनुहुन्छ, हामीलाई यहाँ झरना घुमाउन ल्याउनु भएको छ। यो झरना एकदमै सुन्दर देखिएको छ। अझ यसको त्यो टाढाबाट खिच्न पाउँदाखेरि साह्रै राम्रो स्वरूप आउँथ्यो। म टाढाबाट खिच्ने प्रयास गरिरहेको छु। एकदमै यहाँ हावाको बेग एकदमै राम्रो आइरहेको छ। भिजाइहाल्छ नि माथि र यही हो सुन्दर झरना। एकदमै यहाँ चितवन आएको बेलामा यो ठाउँ एकदमै घुम्नुपर्ने ठाउँ अन्तर्गत पर्न आउँछ। हावाको बेग निकै नै तीव्र छ। झरनाको फोर्सले गरेर यसरी हावा एकदमै तीव्र गतिमा चलिरहेको छ। साथै झरनाको मुनि जाने हो भने मान्छे नै उडाउने पनि स्थिति हुनसक्छ यहाँनिर। ल भन्दै